आम्मामामामा लु हेर्नुहोस् त साथीहरू, यति साह्रो पनि अल्छे चाहिँ को हुन्छ हौ नउठेको। यहाँ हेर्नुहोस् त, बिहान 9 बजीदेखि आएर चाहिँ ओछ्यानमा पसेको। लु नछोड्ने रहेछ आज फेरि। आज मात्रै चाहिँ होइन है साथीहरू, तर यस्तै हो यो सधैँ। जबदेखि जाडो बेसी हुनु थाल्यो, बिहान उठेर फेरि एकछिन आधी घण्टा जस्तो घुमेपछि ओछ्यानमै आइहाल्छ हो। अब खाना खुवाउनु उठाउनु पर्ने, ओइ रिसाउँछ उठाउँदा नि। भाइ जाउँ। हेर्नुहोस् त, निदाएको पनि छैन, औडामै ओछ्यानमा बसिरहन्छ, ब्ल्याङ्केट नछोडेको पो त, जाडो बेसी भएकोले गर्दा। हेर्दै सुत्दै 9 बजीदेखि चाहिँ सुतेको है साथीहरू। लु के हो जम्मको मान्छे हो यो भाइ त। सरम हुन्छ है, सरम हुन्छ। 12 बजिसक्यो, 12 बजीसम्म नि कोही सुत्छ? उठा, जाउँ बाहिर जाउँ। आगा चाहिँ हेर्दै सुत्दै हेर्नुहोस् त हेरेको। लु उठा। के गरेको भाइ तिमीले यस्तो? उठ त, माम खानुपर्छ। के साह्रो अल्छे हौ भाइ। यसरी आँखा चाहिँ हेर्ने, पुलुक पुलुक, ओछ्यान चाहिँ नछोड्ने। लु साह्रै अल्छे भयो है मेरो भाइ त। के साह्रो सुतेको है। आम्मामामामा जाडो चाहिँ उसलाई मात्रै लागेको जस्तो, हामीलाई पनि लाग्छ त।